हेलो एभ्रिवान, इट्स मी प्रतीक राई। आज चाहिँ हैन म चाहिँ नयाँ वर्षको सबैजनालाई शुभकामना तपाईहरुलाई। म चाहिँ नयाँ वर्षमा चाहिँ काजम भइरहेको थिएँ के बोले भाइ? अब के बोले? के जथाभावी बोले? ट्याक्क हुर्लुङमा चाहिँ दयाङ राई आउँछ भन्ने कुरा सुनेर दयाङ हेर्न जानु मन लाग्यो। अनि हिन्दी यहाँ मेरो भाइ छ है, अगाडि छ नाच्ने गाउनेहरू। यिनीहरूको भिडियो भएर हेर्छु म कस्तो गर्दो रहेछ यिनीहरूले। ओए हेर सबैले हाँस्ने हो किन भागिनेको? म तिमीलाई देखाउनु भएको त। यता छ है मान्छेहरू, भरे यिनीहरूको नृत्यहरू हेरिहाल्छु म। यहाँ चाहिँ हुर्लुङ चाहिँ होइन धेरैजना हिँड्नु भएको छ है मान्छेहरू। टक्क राइडर्स लगाएर दुईवटा अगाडि माधवहरूसँग पनि हुनुहुन्छ। अगाडि पछाडि भाइ कति जान्छ त भाइ? मनिष भाइ आज मारिन देखाउने हो? तिमी नै हो। हिँड्दै हुन्छ माधव सानो बोकेर। अहिले चाहिँ हामी फेरि होइन यो उमाइसक्यौँ है। वेलकम टु जापा भिलेज भनेको है आइपुग्यो। अब हिँड्दैछौँ, भिडियोलाई हेरेर साथ दिनु होला। हामी चाहिँ होइन फाइनली कहाँ आइपुग्यो भनेदेखि यो लोता खोला अलिक ओतिर आएको छौँ है। यहाँ केटाहरू छ पछाडि, भाइहरू पछाडि गुणहरू छ। सक्नुहुन्छ तपाईँले मभिर। अब फेरि यहाँ हुनुहुन्छ हाम्रो मिस भ्लगर मिस नै हुनुहुन्छ, यता हेर्नु होला। यहाँको भिड चाहिँ एकदम खतरनाक छ है, डेन्जर। तपाईँले देख्न सक्नुहुन्छ है तल। हामी अगाडि बढ्दैछौँ। फाइनली हामी चाहिँ हुर्लुङ आइपुगिसकेको छौँ है। उता मेन ठाउँमा चाहिँ आइपुग्छौँ। यतातिर मान्छे देख्न सक्नुहुन्छ, माथि छ। अब हामी जान्छौँ है। अहिले हामी चाहिँ हुर्लुङमा आइसकेको छौँ है। यस्तो छ हुर्लुङ चाहिँ। दयाङ राई भेट्न आएकै, म चाहिँ हेर्न आएकै दयाङ। हुर्लुङ चाहिँ यस्तो छ है। यहाँ चाहिँ रेड पान्डा छ है। रेड पान्डाहरू चित्त भएको छ। आज रेड पान्डा महोत्सव हो। अनि थार महोत्सव छ। यहाँ हाम्रो 26 ओलीहरू भेटिसक्यौँ। यहाँ मैले यहाँ प्रभु सर भेटिसकेको छु। हजुर अस्ति हुर्लुङतिर चारैतिर रेड पान्डाहरू भरेको छ है। बाँस रेड पान्डाहरू छ। हुर्लुङ चाहिँ यस्तो छ। आज यहाँ चाहिँ भरे देखाउनु अटोले हाल्यो भने त उतै फर्काइदिन्छु। के जथाभावी बोले? कहाँ छ उतिहरू है? अहिले चाहिँ हाम्रो बुनहरू आइपुगेको रहेछ है। ल आज भ्लगमा देखियो। म भरे हाल्छु भिडियो। आज चाहिँ सबैले सम्पूर्ण आफ्नो नाटक लिएर आउँछ। तामाङले तामाङ, राईले राई। ए शेर्पा हो? शेर्पा होइन, तामाङ हो। मेसी भर्सेस रोनाल्डो। यो तलतिर यस्तो छ है। मेला त राम्रै लागिरहेछ। यतातिर पनि छ।
भात पकाउँदा रहेको पनि छोडेर रक्सीको बानी उतारियो नि त्यति नै यस्तो छ है हुर्लुङमा आज दयाङ एकछिन हेर्छौँ 12 बजी आइपुग्छ अरे है आज चाहिँ न्यु इयरको अवसरमा आइदिएको हामी टक्क सबै आफ्नो काममा व्यस्त हुनुहुन्छ है अमोदी गुरुङको घर यो गुरुङहरूको रहेछ ए यताबाट बाटो यता छु यस्तै राम्रै छ यो चाहिँ पाथेका स्कुलको भाइ बहिनीहरू आएको रहेछ है नाचको नाम पनि भनिदिनुहुन्छ अनुसुरी हामी चाहिँ होइन धेरै दर्शक भएकोमा ठाउँमा आइसकेको छौँ हेलो भाग्य मान्नु हुनु है तथास्तु म फेरि भ्लग पनि बनाउनु पर्यो नि क्या राम्रो राम्रो मान्छेहरू बड़ा हरामी हो बेटा उता म एकछिन दर्शक हेर्नु नि अन्य अतिथिहरूलाई म आसन ग्रहणे अनुमति चाहन्छु सभामा धर्मदिदी विशेषज्ञ लगायत सम्पूर्ण यही मठमा आसन ग्रहण गरिसक्नुभएका अतिथि महानुभावलाई आगामी उत्पत्ति गर्ने तरिका ब्राह्मण जातिले गरिरहनु उहाँले यहाँ गइदिनु अनुरोध गर्दछु अघि नै हामीले हाम्रा विशेष अतिथिलाई अनुरोध गर्न सक्यौँ उहाँ आउँदै हुनुहुन्छ अब पछाडि अहिलेसम्म दयाङ आएको छैन एकछिन आउँछ है हेर्दै जाउँ मान्छे चाहिँ धेरै छ है प्यारी समझ गई जिल्लावासी भ्रमण यो आजको समारोहमा उपस्थिति जनाएर फाइनली मैले चाहिँ दयाङ भेटिसकेँ यो चाहिँ हाम्रो स्कुलको केटाकेटीहरू है गायन गाउनेहरू मान्छे चाहिँ यता भन्यो हेर्न सक्नुहुन्छ यो तल भन्यो यो हुर्लुङ हो है तल यो चाहिँ राम्रो छैन क्यामेरा त्यो तल छ दयाङहरू मान्छे रास भएर तल बरु घर गएर एक्जामै यतिको रासन पिन खानु साँच्ची घर जान साँच्ची बेला पर्दै अब घर जानु पर्ला जस्तो त घर जानु पर्छ यतातिर मान्छे तल हेर्नुहोस् के सुनखरीहरू रहेछ सालक थार मान्छे चाहिँ रास छ क्या हामी चाहिँ अहिले मासतिर पनि छौँ ल यता चाहिँ धेरै मान्छेहरू छ है देख्न सक्नुहुन्छ
यतातिर यता सेखुवा पनि बोलाइ हुँदो रहेछ है मान्छे त रास हौ आज त यार गयाङ हेर्न आउने मान्छेहरूको बाइकहरू है हेर्न सक्नुहुन्छ ए तलदेखि माथिसम्म हामी घर हिँडेको है भिडियोलाई यसरी अन्तिमसम्म हेरेर साथ दिनु होला बाई बाई गाइजहरू